प्रकट गर्न चाहन्छु र यस्तै आगामी कार्यक्रममा अत्यन्त मेहनतीका साथ विद्या सफलता हासिल गर्नेछ भन्ने म आशा व्यक्त गर्दछु। सबै विद्यार्थीहरूलाई विद्यालयको तर्फ हार्दिक धन्यवाद दिँदै र आफ्ना छोटा भनाइ राखिदिन म सृजल पौडेललाई हार्दिक अनुरोध गर्छु। धन्यवाद प्रधानाध्यापक सर। मिति 2082 9 महिना 11 गते शिवहताक्षी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको अन्तरपालिका स्तरीय निबन्ध लेखन हाजिरी जवाफ प्रतियोगिता र हस्तलेखनतर्फ हाजिरी जवाफ प्रतियोगितामा अवसर दिनुभएकोमा म सर्वप्रथम त विद्यालय परिवारप्रति आभार व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनहरूमा पनि यस्तै प्रतियोगितात्मक कार्यमा मात्रै नभएर हस्तलेखन निबन्ध आदि इत्यादि प्रतियोगितात्मक कार्यक्रममा बाँकी विद्यार्थीहरूलाई पनि विद्यालयलाई सहभागी गराइदिनु हुन हार्दिक अनुरोध गर्दै म फेरि पनि मेरो विद्यालय परिवार र आयोजक परिवारप्रति मेरो व्यक्तिगत तर्फबाट र मेरो टिमको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै मेरा 2 शब्द यही अन्त्य गर्दछु। धन्यवाद।